$3.515 बिलियन र त्यसमा पनि $1.835 बिलियन वैदेशिक सहयोगबाट र $1.68 बिलियन राष्ट्रिय बजेटबाट यो वर्ष पुनर्निर्माणको लागि खर्च हुँदैछ। वैशाख 12 को भूकम्पमा 8,686 जनाले ज्यान गुमाए, 20,000 जना घाइते भए, 5,05,000 घरहरू ध्वस्त भए, 2,79,000 घरहरू आंशिक क्षति भए, 5,000 भन्दा बढी स्कुलहरू क्षतिग्रस्त भए, पुरातात्विक धरोहर ढल्यो, सबैजसो सांस्कृतिक भवनहरू क्षतिग्रस्त भए। आज भूकम्प गएको 1 वर्ष 6 महिना 28 दिन भएको छ र सबैले एउटै प्रश्नको उत्तर खोजिरहेका छन्, पुनर्निर्माण कहाँ पुग्यो? अहिलेसम्म सरकारले गरेको काम यस्तो छ। र मैले विशेष गरी हाम्रो कल्चरल हेरिटेज साइट्सहरूको अवस्था अवलोकन गर्ने प्रयास गरे। उपत्यकाका 7 मध्ये बौद्धनाथको पुनर्निर्माणको कार्य समापन भएको छ भने स्वयम्भू र पशुपतिको अवस्था ठिकै छ। तर सबैभन्दा बढी क्षतिग्रस्त भएका काठमाडौँ, भक्तपुर र पाटन दरबार स्क्वायर अनि चागुनारायणको अवस्था दयनीय छ। त्यहाँ ढलेका भवनहरू उठ्ने लक्षण त देखिँदैन भने सरकार र प्राधिकरण त्यहाँको जीर्ण अवस्थामा रहेको भवनहरू भत्काउने, नभत्काउने, बनाउने, नबनाउनेमै अल्मलिएको देखिन्छ। न त यी विषयहरूमा चर्चा परिचर्चा नै गरिएको छ, न त कुनै ठोस कामको सुरुवात नै। त्यस्तै म पुनर्निर्माणको कामहरू हेर्न सिन्धुपाल्चोक पनि गए। त्यहाँको जनजीवन सामान्य छ, तर धेरै मानिसहरू अझै पनि अस्थायी घरहरूमै बस्न बाध्य छन्। बालबालिकाहरू जस्ताले बनाएको कक्षा कोठामै पढ्न बाध्य छन् र सबैजना स्थायी घरको आशा र पर्खाइमा छन्। सोच्नु होला, यत्रो कामको कुनै न कुनै योजना त सरकारले बनाएकै होला। 122 पेजको 5 वर्ष योजना विस्तृत रूपमा बनाइएको छ। सरसरी पढेर सकाउँदा लाग्यो यदि भने जस्तै काम उत्तिकै समय र पैसामा सकाउने हो भने 5 वर्षमा नेपाल फेरि पहिलेकै अवस्थामा फर्कनेछ। तर अहिलेसम्म एउटा घर, एउटा स्कुल, एउटा अस्पताल र एउटा भवन नबनेको देख्दा लाग्छ हामी, हाम्रो सरकार र हाम्रो समाज आफैसँग लज्जित हुनुपर्छ र माफी माग्नुपर्छ। आखिर यतिका समयसम्म के चाहिँ सकियो त? त्यसको एउटै उत्तर जनमानसमा छ, तुर्मुसुन्तलीको नमुना बस्ती। एउटा ठाउँमा मात्र नभई दुई ठाउँमा एक्लो प्रयासबाट 100 घरहरू बनाउने तुर्मुसुन्तलीलाई मेरो सलाम। साँच्चै नै हाम्रो सरकार, समाज र हरेक नागरिकलाई उहाँहरूले दिनुभएको सन्देश अनुकरणीय छ। उहाँहरूको काम कति गाह्रो थियो भन्ने कुरा त्यो दिन सुन्तलीको आँखामा देखिएको आँसुले बताउँछ भने कति महान थियो भन्ने कुरा सयौं परिवारको हर्षित अनुहार अनि सारा नेपालीको स्याबासीले प्रस्ट्याउँछ। अन्तमा सरकारले जुन योजना बनाएको छ त्यो द्रुत गतिमा चलोस्। म कसैलाई दोष थुपार्न चाहन्न। यसै त हामी निकै ढिलो भइसकेका छौं। त्यहाँ माथि एकअर्कालाई दोष थुपारेर केही हुनेवाला छैन। हाम्रो सरकारी ढाँचा, काम गर्ने तरिका, भूकम्पको तयारी र राज्यको सांगठनिक रूप नै यस्तै छ। यी सबै कुराहरूलाई परिवर्तन गर्दै वैज्ञानिक स्वरूप दिनु आवश्यक छ। आशा छ पुनर्निर्माणका कामहरू चाँडै हुन्, ढलेका भवनहरू उठुन्, रोएको मनहरू हाँसुन्, फेरि उस्तै उमङ्ग छाओस्। होइन भने हजारौं युवाहरू चाहे राजनीति होस् या समाज सेवा तुर्मुसुन्तली बन्न तयार हुनेछन् र एकै स्वरमा भन्नेछन्, स्नेह, विश्वास र सहयोग रहेमा गाउँ बस्ती मात्र होइन, अब तुर्मुसुन्तलीले देश बनाउँछ।